निरज जिम्बा जे पनि छ सुभाष घिसिङ गर्दामा अनि जे पनि छ जिएनएलएफ पार्टीले गर्दामा भन्ने कुरा तर कतिचोटि फेरि निरज जिम्बालाई लान्छना पनि लागेको छ है जिएनएलएफ पार्टीको जुन अहिले दुर्दशा छ त्यसको धेरै हदसम्म त्यो हुनुमा पछाडि निरज जिम्बाको हात छ भनेर पनि मैले सोसियल मिडियामा धेरै देखेको छु जो तपाईँलाई त्यो थुप्रै आएको छ सो त्यसमा तपाईँ के भन्न चाहनुहुन्छ काम गर्ने मान्छेको गल्ती हुन्छ मैले काम गरेँ मैले प्रयास गरेँ मैले गोल हाल्ने कोसिस गरेँ गोल हाल्ने व्यक्तिकै मिस हुन्छ नि त कोही बेला हाल्दैन भने त हुँदैन नि त हो राजनीतिमा एक्सेप्ट गर्नुपर्छ कतिवटा निर्णयहरू लिँदा गल्ती भयो होला तर आज जुन एउटा कम्फर्टेबल पोजिसनमा विन विन पोजिसनमा जिएनएलएफ छ है त्यसको श्रेय अब मैले त लिनु सक्दिनँ तर मलाई चुन्नेहरू मलाई जिम्मेवारी दिने व्यक्तिहरू त्यस पनि छ आज जिएनएलएफको पोजिसन त राम्रै छ नि तपाईँले भन्नुको तात्पर्य चाहिँ तपाईँ मान्नु चाहिँ हुन्छ कि अवस्था मेरो कारण अलिकति बिग्रियो भन्ने चाहिँ जिएनएलएफको कि होइन अब उनीहरूले त त्यो एलिगेसन लगाइरहेको छ नि हजुर उनीहरूले त लगाइरहेको छ तर अब त्यो अध्यक्षलाई सोध्नुपर्छ जिएनएलएफ पार्टीको अध्यक्षलाई सोध्नुपर्छ सेन्ट्रल कमिटीलाई सोध्नुपर्छ कि साँच्चै हो कि होइन किनभने अब काम गर्ने व्यक्तिको त गल्ती हुन्छ हजुर अब त्यो हो धेरै त्रुटिहरू छ हाम्रो पनि धेरै कमी कमजोरीहरू छ अर्गनाइजेसनमा छ अब सबै अब हो सत्ता इम्पोर्टेन्ट हो सत्तामा त कहिले पुगेको छैनौँ सत्तामा पुगेर पनि माल पारम चाल्न पाएन भने चाहिँ अब त्यो पोजिसनमा पुगेर पनि डेलिभर गर्नु सकेन भने चाहिँ यस्तो एलिगेसनहरू स्वीकार गर्नु सक्थ्यो होला मैले तर अब भन्नेले भन्दै गर्छ काम त मैले गर्नै पर्यो छ एकदम तपाईँको सही कुरो हो होइन तपाईँ त सत्तामा भन्दा पनि तपाईँ त इलेक्टेड एमएलए त हुनुहुन्छ इलेक्टेड हो अनि त्यसको पनि जिम्मेवारी त वहन गर्नुपर्ने त्यो मैले त एकदमै एज एन एमएलए जति काम गर्नु छ रुलिङमा बस्ने भन्दा मैले गरेको छु गर्नुभएको बङ्गालको ट्र्याक रेकर्ड हेर्नुहोस् निकालेर पर्फर्मेन्स अफ एनी एमएलए रुलिङ पार्टीको भन्दा मैले गरेको छु र गर्वले धाकले र तथ्यले म गर्नु सक्छु यसको सब डकुमेन्ट्री एभिडेन्स छ बोल्नुमा बोल्नु गर्नुमा गर्नु लेख्नुमा लेख्नु कुन डिपार्टमेन्ट छ कुन सेक्टर छ कुन फिल्ड छ एज एन एमएलए मैले पुरा गरेको छुइनँ बुझ्नु भएन त्यो डकुमेन्टमा मात्र छ कि होइन त्यो वास्तविकमा यसै कारण त मेरो नाम चर्चामा छ त यसै कारण नाम त चर्चामा छ नि त हार्नु जित्नु अर्को कुरो हो तर चर्चामा चाहिँ छ जिम्बा फेरि उठ्छ भनेर र मैले पनि भनिरहेको छु म हेट्रिक बनाउँछु भनेर न म कुन कन्फिडेन्स चाहिँ कामै नगरेको भए त कुन कन्फिडेन्स चाहिँ म हेट्रिक भन्नु म त लुकेर बस्नुपर्ने त मेरोमा छ नि त त्यो र मैले त्यो अब भने त बाटोको लागि त मैले भोट मागेको थिइनँ होइन मान्छेलाई त थाहा थियो जिम्बालाई जितायो भने त बाटो त बनिँदैन टोइलेट त बनिँदैन झोडा नाला त उनीहरूलाई थाहा थियो नि उसले बनाउँछ बाटो बनाउँछ ब्रिज बनाउँछ तर दिल्लीमा बनाउँछ दिल्लीसम्म गोर्खाको समस्यालाई दिल्लीसम्म पुर्याउने भट्याउने डिप्लोमेसी पोलिटिक्स यो क्षेत्रहरूको लागि चाहिँ मलाई चुनेको सामाजिक कार्यको लागि होइन त्यो त एउटा सानो एनजिओले पनि गर्नुसक्छ होइन तर मान्छेले के गर्छ भन्दाखेरि मान्छेले डिप्लोमेटिक भन्दा पनि मान्छेले चाहिँ प्र्याक्टिकल्ली जसले गरेको देखिन्छ भिजिबल्ली देखिन्छ त्यस्तो मान्छेले अलिक धेरै विश्वास गरेको जस्तो लाग्छ त्यस्तो दार्जिलिङमा छैन त्यस्तो दार्जिलिङ ओके सो तपाईँ अझै पनि कन्फिडेन्स हुनुहुन्छ कि द्याट अब पनि जिम्बा चाहिँ भोटमा उठ्यो भने चाहिँ भोट पाउनुहुन्छ भन्ने एकदमै किनकि तपाईँले त्यतिको योगदान दिनुभएको छ एज अ गरिरहेको छु गर्दैछु अब हो म भन्छु यो पुरा भएको छैन मेरो उद्देश्यहरू गोर्खा जातिको सपना बोकेर दिल्लीसम्म ब्रिज बनाउनु ठुलो कुरा हो नि कङ्क्रिटको ब्रिज त आज भोलि बगाइहाल्छ टुटिहाल्छ त्यो त श्रमदानले पनि गर्नुसक्छ त्यो त डोनेसन उठाएर कहाँबाट फन्डहरू यताउति मेनिपुलेट गरेर त्यो गर्नुसक्छ तर दार्जिलिङदेखि दिल्लीसम्म जुन ब्रिज बनाउँछौँ वार्ताको ब्रिजहरू नेगोसिएसनको है लबिङको डिप्लोमेसीको होइन बुझ्नु भएन माछा मारेर खुवाउनु त सजिलो छ तर माछा मार्नु सिकाउनु र खुवाउनु त अर्कै कुरो हो नि त अहिले त हाम्रो नेताहरूले के गर्दैछ मरेको माछा मार्दैछ बुझ्नु भएन माछा दियो तर माछा मार्नु कहिले सिकाउने स्वावलम्बी कहिले बनाउने होइन उसले त आश्रित बनाउँदैछ नि त इन्केपेबल बनाउँदैछ नि त
र यस्तो कुरोहरू धेरै छ। अब यो त कोर राजनीतिको कुरोहरू हो, यहाँनिर अब फेरि कोर राजनीति गर्न मिलेन। यो कुरा मान्छेले बुझ्नु जरुरी छ नि, किनकि म आफै पनि सोच्छु नि त, जिम्बाजोले अहिले भन्नुभयो, तपाईँले मलाई भन्नुभयो मैले त गर्दैछु नि भन्ने मैले सोचेँ क्या। मैले त दूरबिनले हेर्दा पनि जसले गरेको विकास देखेको छुइनँ, अब के माइक्रोस्कोपले हेर्नुपर्ने भन्ने भित्रबाट होइन। तर जसले भन्दैछ कन्फिडेन्ट छ, म ह्याट्रिक बनाउँछु, म त गरेको छु नि, जे मेरो क्षमता थियो त्योभन्दा ज्यादा गरेको छु। यदि तपाईँहरूलाई यो क्लिप मन परे तपाईँहरूले यो पडकास्ट आरजे सागर पडकास्टमा हेर्न सक्नुहुन्छ। डिस्क्रिप्सनमा लिङ्क छ, त्यो लिङ्क क्लिक गरेपछि तपाईँहरूले यो पडकास्ट पुरा पाउनुहुनेछ। थ्याङ्क यू सो मच।